हजुरको लभ म्यारेज हो कि भागी बिहे? भेटाएको बाटो बाटोतिर भेटाएको के भन्नु भएको थियो सुरुमा आमा भेटाउने बेलामा? के भन्नु थियो भात खालेस मेरा हिँड अनि दही दुध खालेर भने आज त कहाँ आफू गरी खाएर पम तर यो आमा चाहिँ साह्रै रमाइलो हुनुहुन्छ त्यो कम्मर त्यसै कहाँ बाँच्यो होला बोतलले बाँचेको अब लगाउने बेला भएछ छैन त कहिले काहीँ झगडा हुन्छ कि हुन्न आमा दुईजना? आबाट मरिजानु पर्छ समाधान पनि हुन्छ पछार मात्रै हो खास रमाइलो हुनुहुन्छ कहिले उमेरमा कहिले काहीँ पिटा खानुभयो कि नै श्रीमान? मरिजाऊ सय पानी पुग्यो होला नाइ मरिजाउने अझै अनि आमा माया बुवाले गर्नुहुन्छ कि तपाईँले गर्नुहुन्छ? मैले हो पिटाइ खायो भने मैले भात पकाइदिन्छु रोटा हालिदिन्छु रक्सी ल्याइदिन्छु त्यो मात्रै के माया गर्नु को गयो भने घाउ होला बुढीहरूको लागि चाहिँ होइन रक्सी खाने बुढाहरूलाई रक्सी ल्याइदिन्छ मेरो बुढीले कत्रा माया गर्छ आमा चाहिँ कस्तो फस्के पारे जस्तो बोल्नुहुँदो रहेछ झिलिङमा पर्ने गरी। फस्कै गाउँ कि उमा पनि रोल्पातिरै रोल्पा कुन ठाउँ हजुरको? रोल्पा रुकुम हो रुकुमतिर रुकुम कुन ठाउँ? रुकुम होइन नाउली हो हाम्रो अहिले फेरि के उठाउनु? कति पैसा अब सरिरहने निजी कहीँ छैन निजी भनेको त्यही हो सरकारी हो त भाइ होइन सरकारी त प्राइभेट हो बाटा झरेछ नि बाले हान्दाखेरि झार्दिनु लाग्यो मुट्कीले हानिदिनु फक्लै दादा नि उमेरै भयो 60 वर्ष कि भइसक्यो नजाला यो त हो यार अझ म मेरा गएको छैन नि एउटा मात्रै उहाँले फालिदिनु भयो गएको छैन उहाँले फालिदिनु भयो